कञ्चनपुरमा 1 वर्षको अवधिमा 6 करोड रुपैयाँ भन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आर्थिक वर्ष 2082-83 मा जिल्लास्थित खुल्ला नाका प्रयोग गरी अवैध रूपमा भन्सार छली गरी ल्याइएका 6 करोड 15,38,617 रुपैयाँ बराबरका सामान बरामद गरिएको हो। वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले भन्सार छलीको सामान बरामद गर्ने क्रममा 18 जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही समेत अगाडि बढाइएको जानकारी दिनुभयो। प्रहरीले गत आर्थिक वर्षमा भारततर्फ बेचबिखनका लागि लैजान लागिएका 448 महिला तथा बालबालिकालाई सीमा क्षेत्रबाट उद्धार गरेको समेत जनाएको छ। प्रहरी उपरीक्षक गिरीका अनुसार उक्त अवधिमा 249 महिला हराएकोमा 258 जनालाई सकुशल फेला पारिएको समेत बताइएको छ। त्यस्तै बेपत्ता भएका 67 बालक 144 बालिका र 26 ज्येष्ठ नागरिकलाई पनि सुरक्षित रूपमा फेला पारी परिवारको जिम्मा लगाइएको उहाँले बताउनुभयो। प्रहरीका अनुसार पुनम विक र चन्दु चौधरी अझै फेला परेका छैनन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक गिरीले गत आर्थिक वर्षमा अवैध हतियारतर्फ 2 थान भरुवा बन्दुक सहित 2 जनालाई नियन्त्रणमा लिएको जानकारी समेत दिनुभयो। जिल्लामा शान्ति सुरक्षा कायम तथा अवैध गतिविधि नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको समेत उहाँले जानकारी दिनुभयो।